साँच्चै नै आजका जुन बधाई तथा सम्मान कार्यक्रमका अतिथि केन्द्रीय सदस्य कामसाली इन्चार्ज र साँच्चै नै बागमती प्रदेशका अध्यक्षज्यू र यहाँ मकवानपुर जिल्लाका जिल्ला कमिटीका साथीहरू र सम्पूर्ण पत्रकार मित्रज्यूहरूलाई हाम्रो जुन आजको कार्यक्रममा आइदिनु भएकोमा विशेष पार्टीको तर्फबाट र व्यक्तिगत तर्फबाट लासो नमस्ते फ्याफुल्ला सबैजनालाई म धेरै बोलिनँ। जुन कि विगत हाम्रो लामो समयको सङ्घर्ष र हाम्रो जिल्लाको अधिवेशन टुङ्गिएको केही 40-45 दिन नकर्दै मकवानपुर जिल्लाले जुन हाम्रो महिला समाजवादी महिला केन्द्रीय अधिवेशन चाहिँ जुन वैशाखको 27 र 28 को जुन महाधिवेशनले चाहिँ हाम्रो प्रदेशभरि 3 नम्बर प्रदेशमा चाहिँ 7 जना महिलाको चाहिँ कोटा र त्यसमध्येमा पनि मकवानपुर जिल्लाले 2 जना केन्द्रीय सदस्य महिला पाएकोमा सिङ्गो मकवानपुर टिम एकदम खुसी छौँ र साँच्चै नै हाम्रो जुन 2 जना महिला केन्द्रीय सदस्यता हुनुभएको थियो, जुन कि मैले फोन समन्वय सम्पर्क गरेर सुशीला बहिनीलाई पनि आज जुन बधाई तथा सम्मान कार्यक्रममा उपस्थितिको लागि चाहिँ मैले जानकारी गराउँदा उहाँको चाहिँ कारणवश विशेष समयले गर्दा उहाँको चाहिँ समय अलिकति मिल्न नगएको अवस्थाले उहाँको उपस्थिति हुन सकेन। साँच्चै नै उपस्थिति हुनु नभए पनि हाम्रो महिला 2 जना केन्द्रीय सदस्य 2 जनालाई चाहिँ उहाँहरूको एकदम कार्यकालको चाहिँ एकदम बधाई तथा एकदम सफलताको शुभकामना सिङ्गो टिमको तर्फबाट र व्यक्तिगत मेरो तर्फबाट र म धेरै नबोलिकन जुन बधाई तथा सम्मान कार्यक्रममा पालिदिनु भयो पत्रकार मित्रज्यूहरू, जिल्लाका सम्पूर्ण पदाधिकारीज्यूहरू र जिल्लाका प्रमुख सल्लाहकारज्यू र सम्पूर्ण यहाँ उपस्थितिज्यूहरूलाई फेरि पनि विशेष धन्यवाद भन्दै आजको जुन बधाई तथा सम्मान कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दै